मलाई के आज सुन्तला खाँदै गर्दाखेरि एउटा कुरो के याद आयो भने नि एउटा सेयर गर्छु म है। म चाहिँ गोर्खालीको छोरी हो, मेरो घर चाहिँ गोर्खा हो हैन। म जन्मिनु चाहिँ चितवनमा जन्मेको, तर चितवनमा जन्मे पनि अब आफ्नो घर गोर्खा भएपछि गैरानी हैन वहीँ बस्ने। मेरो दाइहरू दिदीहरू चाहिँ सबै वहीँ जन्मिनु भएको। हामी चाहिँ 6 जना दाजुभाइ दिदी बहिनी। म चाहिँ कान्छी हो। म चाहिँ चितवन आएको वर्ष चाहिँ म जन्मेको चितवनमा। अनि त्यसपछि हाम्रो चाहिँ सुन्तला खेती थियो गोर्खामा हैन। बारीभरि एकदमै धेरै सुन्तला। हामी चाहिँ सुन्तला व्यवसायी। अनि हाम्रो इन्कम स्रोत नै सुन्तला बेचेर गर्ने। अनि हाम्रो बाआमाले के गर्नुभएको थियो भने हाम्रो घरको वरिपरि जब त्यो बुट्यानहरू हुन्छ नि सुन्तलाको बोटहरू, त्यो फलानो जेठी छोरीलाई, फलानो माइली छोरीलाई, ढिस्कानो साइली छोरीलाई, यो कान्छा छोरालाई, यो जेठो छोरालाई भनेर चाहिँ भाग लगाइदिनु भएको थियो कि। तर मलाई चाहिँ याद छैन मेरो भाग चाहिँ लाउनु भएको थिएन, तर लाउनु भएको थियो होला किनकि त्यतिखेर म सानो थिएँ नि त। तर मलाई थाहा छ कि यो दिदीको बोट, यो दाइको बोट, यो दाइको बोट भन्ने कुरो चाहिँ मलाई थाहा छ। मेरो पनि थियो होला बोट, तर मलाई चाहिँ याद छैन किनकि म सानै धेरै सानो थिएँ त्यतिखेर। अनि यत्रो दाना सुन्तला हुन्थ्यो हाम्रो बारीमा हैन। अनि यति खाइन्थ्यो कि छानी के रुखमा हानेर छानी झर्थ्यो। अनि म दिदीहरू चाहिँ वहीँ बसेर पढ्ने, म चाहिँ चितवनमा बसेर पढ्ने। अनि म जाने बिदामा जाने दिदीहरूसँग बस्ने। अनि त्यसपछि अनि यति रमाइलो हुन्थ्यो हैन। अहिलेको सुन्तला चिसो सुन्तला, मिठो सुन्तला, तर सानो सुन्तला। यो कस्कोबाट लिएर आएको एकदम ठुलो नै प्याकेट हो यो हैन। धेरै नै थियो कि यहाँ। यो सबै मैले खाएर भ्याएँ कि। यति खाएर नि मलाई पुगेन कि सुन्तला हैन। हाम्रो बारीको सुन्तला मलाई एकदम याद आयो। अनि अब अहिले चाहिँ सुन्तला छैन त्यहाँ गोर्खामा हाम्रो घरतिर हैन। अनि त्यसपछि अनि एकदमै मिठो सुन्तला। अनि यो पनि एकदम मिठो छ हैन। गुलियो छ। यो सबै खाएर भ्याएँ कि। सायद मैले अब एकछिन यो मैले अगाडि नै राखेँ भने यो पनि भ्याउँछु होला कि। म त्यस्तो सुन्तला बारीमा हुर्केको मान्छे हो। हुर्किँदा म चितवनमा हुर्केको, तर सुन्तलाकै खानीमा हुर्केको। सुन्तला, जुनार, नासपाती हैन। यति मिठो कि आज हाम्रो बारीको सुन्तलाको याद आयो मलाई। अनि दसैँमा गएर चाहिँ बोराका बोरा लिएर आउनुहुन्थ्यो बाआमाले। अनि तल खाटमुनि पर मजाले हैन फिचाएर राख्ने। अनि कुन चाहिँ राम्रो छ त, कुन चाहिँ मिठो छ त भनेर निकालेर खान्थ्यौँ कि हामी। यो मेरो अगाडि भइरह्यो भने यो सबै मैले भ्याउँछु के। यति मिठो लाग्छ, यति खान मन लाग्छ सुन्तला, अझै जाडो समयमा है। एकदम याद आयो आज हाम्रो बारीको सुन्तला, त्यही भएर यो भिडियो बनाएको।